यदि कुनै दिन तिमीले यो कविता पढ्यौ भने सम्झनु यो तिम्रो लागि हो। यदि कुनै दिन यी शब्दहरू तिम्रो आँखासम्म पुगे भने बुझिदिनु म अझै पनि तिम्रो उपस्थितिको बानीबाट मुक्त हुन सकेको छैन। सायद तिमीले बिर्सिसक्यौ होला, तर म अझै पनि तिम्रो सम्झनाको छायामा बाँचिरहेको छु। जब म ऐनामा हेर्छु त्यहाँ म होइन, तिमीबाट बनाइएको म उभिएको हुन्छ। र म डराउँछु किनकि त्यो प्रतिबिम्ब अझै पनि तिमीलाई नै प्रेम गर्छ। कहिलेकाहीँ म सोच्दछु यदि केही क्षण रोकिन सक्थे, यदि म तिम्रो दृष्टि केही बेर अडाउन सक्थे, सायद हामी कविता होइन कथा बन्न सक्थ्यौं। तर अहिले म कवि मात्र छु, जसका शब्दहरू न तिमीसम्म पुग्छन् न म भित्र फिर्ता आउँछन्। म तिमीलाई दोष दिन्न, तिमीले त जे गर्नु पर्ने थियो त्यो गर्यौ, तर मलाई माफ गरिदेऊ किनकि मैले तिमीलाई सबैभन्दा असुरक्षित रूपमा प्रेम गरे, पूर्ण रूपमा। अब म तिम्रो सम्झनाको सहरबाट निस्किँदैछु, तर तिम्रो छाया हरेक गल्लीमा उभिएको छ र म हरेक मोडमा तिमीलाई हराए जस्तो फेरि भेटे जस्तो महसुस गर्छु। यदि कहिले तिमीले यो कविता पढ्यौ भने बुझिदिनु म तिम्रो नहुँदा पनि तिमी भित्र बाँचेको छु, जसले प्रेम गरेको अपराधमा अनन्तकालको सजाय पाएको छ।